नमस्कार, घमाइलो पोस्टमा स्वागत छ। तपाईँ अहिले घमाइलो पोस्टको फेसबुक पेज, युट्युब च्यानल र आधिकारिक वेबसाइट www.घमाइलोपोस्ट.com हेर्दै हुनुहुन्छ या सुन्दै हुनुहुन्छ। हामी आफ्ना दर्शक तथा पाठकहरूको लागि एउटा नयाँ सुरुवात गरेका छौँ। अबदेखि हामी प्रत्येक दिन साँझ 6 बजे देश तथा विदेशमा घटेका ताजा घटनाक्रमहरू समेटेर समाचार प्रस्तुत गर्ने जमर्को गरेका। घमाइलो पोस्ट सबैको तपाईको गाउँ, टोल वा जिल्लामा घटेका महत्त्वपूर्ण गतिविधि तथा समाचारहरू हामी सामु पुर्याउन चाहनुहुन्छ भने हामीलाई घमाइलोnews@gmail.com तथा हाम्रो घमाइलो पोस्ट फेसबुक पेजमा मेसेज गर्न सक्नुहुन्छ। हामी तपाईको आवाजलाई प्राथमिकता दिनेछौँ। घमाइलो पोस्ट सबै हामी भोलि साउन 3 गते आइतबार साँझ 6 बजे नियमित समाचार बुलेटिनको साथ उपस्थित हुनेछौँ। नियमित अपडेटको लागि हामीसँगै रहनुहोला। घमाइलो शुभ सन्ध्या। खिड्की खुल्छ बिहानीको पाखमा, समाचार बोल्दै आशिषको भाषामा। उज्यालो फैलिन्छ मनमा नयाँ उमङ्ग, सबैको कथा घमाइलो पोस्टसँग। यो हाम्रो आवाज, यो हाम्रो पहिचान, घमाइलो पोस्ट सबैको कनेक्सन।